हेलो फ्रेन्ड, वेलकम ब्याक टु आवर युट्युब च्यानल। साथीहरू, आजको यस भिडियोमा पनि फेरि म तपाईँलाई एउटा नेपाली वेबसाइटको बारेमा बताउनेछु, जसमा तपाईँले सिम्पल टास्कहरू कम्प्लिट गर्दै, जस्तै वेबसाइटहरू भिजिट गर्दै, भिडियोहरू हेर्दै तपाईँले केही कोइनहरूलाई चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ र कलेक्ट गरेका कोइनहरूलाई डाइरेक्टली यी सेवा खल्तीमा चाहिँ विथड्र पनि गर्न सक्नुहुनेछ। सो साथीहरू, तपाईँहरू पनि यो वेबसाइट प्रयोग गर्दै केही कोइनहरूलाई कलेक्ट गर्न चाहनुहुन्छ भने भिडियोको डिस्क्रिप्सनमा वेबसाइटको लिङ्क रहेको छ। त्यो लिङ्कलाई तपाईँले एकपल्ट क्लिक गरी ओपन गर्नुहोला र साथीहरू, ओपन गर्न साथ डाइरेक्टली तपाईँहरू यस पेजमा आउनुहुन्छ र यहाँतिर देख्न सक्नुहुन्छ CoinZip भन्ने यो वेबसाइटको नाम रहेको छ र क्लाइम फ्री क्रिप्टो एभ्री आवर भनिरहेको छ। र त्यस्तै गरी थोरै स्क्रोल गरिसके पछाडि सम्पूर्ण डिटेल्सहरूको बारेमा बुझ्न चाहनुहुन्छ भने सम्पूर्ण डिटेल्सहरू पनि रहेको छ। र त्यस्तै गरी यहाँ तपाईँले यी सेवा खल्ती पेटिएम पनि रहेको छ, युपिआई पनि रहेको छ। यो इन्डियाबाट तपाईँले हेर्दै हुनुहुन्छ भने पेटिएम र युपिआईमा निकाल्न सक्नुहुन्छ भने, त्यस्तै गरी नेपालमा हो भने तपाईँले यी सेवा खल्तीमा सजिलैसँग निकाल्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले यसमा चाहिँ आफ्नो एकाउन्ट क्रिएट गर्नुहोला। एकाउन्ट क्रिएट गर्नको लागि टपमा साइनअप भन्ने अप्सन रहेको छ, साइनअपमा एकपल्ट क्लिक गर्नुहोला र साथीहरू क्लिक गरिसके पछाडि यहाँतिर तपाईँले एउटा फर्म भर्नुहोला, जसमा तपाईँले एउटा भ्यालिड इमेल एड्रेस राख्नुहोला र त्यस्तै गरी तपाईँले आफ्नो मनपर्ने युजर नेम राख्नुहोला, पासवर्ड क्रिएट गर्नुहोला, माथि तपाईँले जुन पासवर्ड राख्नु भएको छ सेम पासवर्ड राखेर रजिस्टर गरिदिनु होला। र साथीहरू, यति गर्न साथ तपाईँको एकाउन्ट यो वेबसाइटमा चाहिँ क्रिएट हुनेछ। साथीहरू, मैले चाहिँ यसमा चाहिँ एकाउन्ट क्रिएट गरिसकेको छु। सो म तपाईँलाई लगइन गर्दै यहाँ तपाईँले कसरी कमाउने र कमाएको पैसालाई कसरी इसिएसमा ल्याउन सक्नुहुन्छ त्यो जानकारी दिनेछु। साथीहरू, लगइन गर्न साथ तपाईँहरू यस पेजको होम पेजमा आउनुहुन्छ र त्यस्तै गरी होम पेजमा चाहिँ डेली बोनस या क्लाइम भन्ने अप्सन देख्न सक्नुहुन्छ। क्लाइममा तपाईँले एकपल्ट यसरी क्लिक गरिदिनु होला र मेरो चाहिँ 1 कोइन र 5 इनर्जी चाहिँ मैले प्राप्त गरिसकेको छु। र त्यस्तै गरी यहाँ चाहिँ तपाईँले कमाउनको लागि टपमा रहेको 3 लाइनमा एकपल्ट यसरी क्लिक गर्नुहोला र तपाईँहरूको अहिलेसम्मको ब्यालेन्स सो हुनेछ। र त्यस्तै गरी कमाउनको लागि अर्निङ भन्ने अप्सन यहाँ तपाईँले देख्न सक्नुहुन्छ, जसमा तपाईँले पिटिसी भनिरहेको छ, जसमा 33वटा तपाईँले टास्क दिइरहेको छ यतिखेर। सो तपाईँले यहाँ एकपल्ट यसरी क्लिक गर्नुहोला र क्लिक गरिसके पछाडि यहाँ तपाईँले देख्न सक्नुहुन्छ यसमा भ्यू भन्ने अप्सन रहेको छ। भ्यूमा तपाईँले क्लिक गर्नुहोला र यसलाई करिब 20 सेकेन्ड जति ओपन गर्नुहोला र तपाईँले 2 कोइन चाहिँ यहाँ कमाउन सक्नुहुन्छ। र मेरो चाहिँ 106 छ। सो मैले यहाँ भ्यूमा क्लिक गरेँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ करिब तपाईँले 20 सेकेन्ड जति चाहिँ यसलाई चाहिँ रन गर्नुपर्ने हुनेछ। 20 सेकेन्ड रन गरिसके पछाडि तपाईँको 2 कोइन चाहिँ यसमा एड हुनेछ। र यस्तै प्रकारले यहाँ दिएको वेबसाइटहरू जुन लिङ्कहरू रहेका छन् त्यसलाई तपाईँले ओपन गर्नुपर्ने हुनेछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ हाम्रो अलि कति भएछ। म यस भिडियोलाई पज गरेँ। साथीहरू, यस्तै गरेर तपाईँले चाहिँ यहाँ भ्यूहरू दिइरहेको हुन्छ। यसमा तपाईँले क्लिक गर्नुहोला र यसलाई 20 सेकेन्ड हेरिसके पछाडि कोइनहरूलाई कलेक्ट गर्न सक्नुहुनेछ। र त्यस्तै अगाडि अर्को अप्सन भनेको सर्टनर लिङ्क रहेको छ। लिङ्कहरूलाई सर्टनर गर्नुहुन्छ, ओपन गर्नुहुन्छ भने तपाईँले कोइनहरूलाई कलेक्ट गर्न सक्नुहुन्छ। जस्तै यहाँ रहेको छ, यसलाई तपाईँले क्लाइममा क्लिक गरेर यो सर्टनर गरेको लिङ्कलाई ओपन गर्नुहुन्छ भने 3.5 कोइन तपाईँले कलेक्ट गर्न सक्नुहुन्छ र 5 इनर्जी तपाईँले यहाँ कलेक्ट गर्न सक्नुहुनेछ। र त्यस्तै गरी यहाँ टास्क भनिरहेको छ, यतिखेर चाहिँ एउटा टास्क दिइरहेको हुन्छ। र यो टास्क चाहिँ तपाईँले अरू साथीलाई रिफर गरेर कोइनहरूलाई चाहिँ कलेक्ट गर्न सक्नुहुनेछ भने। त्यस्तै गरी थोरै स्क्रोल गरिसके पछाडि तपाईँले म्यानुअल फसेट भनिरहेको छ। म्यानुअल फसेटमा तपाईँले एभ्री 5 मिनटमा चाहिँ एउटा टास्क गर्न पाउनुहुन्छ। जस्तै यहाँ तपाईँले केही नम्बर दिइरहेको हुन्छ, 00S रहेको छ। 00S भनेपछि हाम्रो यो 005मा यसरी क्लिक गर्नुहोला र 00Z रहेको छ। 00Zमा चाहिँ यसलाई क्लिक गर्नुहोला र त्यस्तै गरी यहाँ 00 यहाँ रहेको छ, यसलाई क्लिक गर्नुहोला र यहाँ यति कम्प्लिट गरिसके पछाडि कलेक्ट रिवार्डमा एकपल्ट यसरी क्लिक गरिदिनु होला र मैले चाहिँ 5 कोइन चाहिँ यहाँ एड भइसकेको छ मेरो ब्यालेन्समा। र त्यस्तै गरी यो चाहिँ 5 मिनट पछाडि फेरि तपाईँले गर्न पाउनुहुनेछ। र त्यस्तै गरी यहाँतिर तपाईँले मेड फोसेट भन्ने अप्सन रहेको छ। मेड फोसेटमा तपाईँले क्लिक गर्नुहोला। यो चाहिँ 60 सेकेन्डमा हुन्छ भनिरहेको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ 465 रहेको छ। 4 कहाँ रहेको छ, यहाँ 4 रहेको छ, अनि त्यस पछाडि 6 भनिरहेको छ। यहाँ 6 यहाँ रहेको छ, लास्टमा 5 रहेको छ। यहाँ दिएको टेबल अनुसार तपाईँले गर्नुहोला र यति गरिसके पछाडि क्लाइम रिवार्डमा एकपल्ट यसरी क्लिक गरिदिनु होला। 2.5 चाहिँ कोइन हामीले कलेक्ट गरिसकेका छौँ। सो त्यस्तै गरी यहाँ तपाईँले देख्न सक्नुहुन्छ अरू अप्सनहरू पनि रहेको छन्। यो अप्सनबाट पनि तपाईँले यहाँ कुपन भन्ने अप्सन रहेछ। कुपनमा चाहिँ तपाईँले यसको टेलिग्रामलाई चाहिँ फलो गर्नु होला, जहाँ चाहिँ कुपन दिइरहेको हुन्छ। त्यो कुपन लगाएर तपाईँले यहाँबाट कमाउन सक्नुहुनेछ। र साथीहरू, कमाएको पैसालाई तपाईँले यहाँबाट निकाल्नको लागि यहाँ विथड्र भन्ने अप्सन रहेको छ। 3 डटमा तपाईँले 3 लाइनमा क्लिक गरिसके पछाडि विथड्रमा एकपल्ट यसरी क्लिक गर्नु होला। क्लिक गरिसके पछाडि यहाँ विभिन्न विथड्रको अप्सनहरू रहेका छन्। जस्तै तपाईँले युएसडिटीमा लिन सक्नुहुनेछ। युएसडिटीमा
मिनिमम 1000 कोइन कलेक्ट गर्नुपर्ने छ र त्यस्तै गरी पिआरमा चाहिँ 1000 कोइन र त्यस्तै गरी इसिएम भने तपाईँले 100 कोइन कमाइसके पछाडि विथड्र गर्न सक्नुहुन्छ र त्यस्तै गरी खल्तीमा लिन चाहनुहुन्छ भने खल्तीको अप्सन पनि रहेको छ इसिओ खल्ती रहेको छ र त्यस्तै गरी अरू अप्सन पनि रहेको छ एटिएम युपिआई पनि रहेको छ र नेपालको लागि भने इसिओ चाहिँ बेस्ट हुन्छ इसिओम लिन चाहनुहुन्छ भने 100 कोइन अर्निङ गरिसके पछाडि तपाईँले इसिओमा यसरी सिलेक्ट गर्नु होला थोरै स्क्रोल गरिसके पछाडि तपाईँको ब्यालेन्स सो हुनेछ भने त्यस्तै गरी इसिओ आइडी लगाएर तपाईँले यो क्याप्चा फिलअप गरेर विथड्रमा क्लिक गरिदिनु होला विदिन द 24 आवर्स चाहिँ तपाईँको विथड्र हुनेछ भने त्यस्तै गरी मेरो यहाँ चाहिँ 103 चाहिँ मैले 113 कोइन अर्निङ गरिसकेको छु नेक्स्ट भिडियो भने म तपाईँलाई यहाँबाट लाइभ विथड्र गरेर देखाउने छु साथीहरू तपाईँहरूसँग टाइम छ फुर्सद छ भने यो वेबसाइट प्रयोग गर्दै तपाईँले पनि केही कोइनहरूलाई चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ र ड्यासबोर्डमा तपाईँले थोरै स्क्रोल गरिसके पछाडि यी कुरा यहीँनिर तपाईँले चाहिँ प्राप्त गर्न सक्नुहुनेछ